साउजी हामीलाई ब्याग चाहिएको थियो ब्याग घरमा लाग्नुको लागि मम्मीको लागि ब्याग चाहिएको मम्मीको लागि हो मम्मीको लागि भने चाहिँ यो राम्रो चल्यो है त अहिले चलेको ब्यागहरू ल यो हेर्नु सक्नुहुन्छ राम्रो छ साइड एन्ड सोल्डरमा असाध्यै राम्रो छ यो मेरुन कलर चाहिँ मम्मीको लागि चाहिँ पर्फेक्ट कलर है त एउटा चाहिँ यो सोल्डर बोक्न आउँछ अनि एउटा चाहिँ यो साइड बोक्न आउँछ यो सानो पोइन्ट पस्ने आउँछ राम्रो क्वालिटीमा यो चाहिँ कोरियनमा आएको छ राम्रो क्वालिटीमा यो चाहिँ राम्रो छ है त मम्मीको लागि भने चाहिँ राम्रो कति कति चाहिँ पर्छ होला यसलाई यो चाहिँ हजुरलाई हामीले मिलाएर दिँदाखेरि चाहिँ 1790 माइनस 25% अफ गर्दाखेरि 1350 हुन्छ हजुरलाई चाहिँ 1150सम्म गरिदिन्छु मैले 1250 कति अरे 1250 12,050 होइन मेरो भाइ 1250 मात्रै के हजुरलाई 1250 भाइ 550 भन्नुभयो हो ए मेरो भाइ होइन 1250 पनि 1250 मात्रै हो कि जोडले भन्नु न जोड्ने मेरो भाइ 1250 यो ब्यागको 550 नै भन्नुहुन्छ दाइ अनि ल ठिक छ 550 मेरो भाइ यहाँ आऊ त तिमी आऊ के भन्नु हजुर दाइ उसलाई जति भन्दा पनि बुझेन उसले है हेर त मैले यो 1250 मात्र गरिदिएको कि मलाई यो ब्यागको 1250 ए दाइ खोइ खोइ हेरौँ त 12,500 दाइ 12,500 12,500 धेरै भयो ए भाइ अलि यता आऊ त उसले नबुझेको किन हाल्नु भएको यार 1250 भनिरहेको छु मजा गरिरहेको छ यार कहिले 12,000 भनिरहेको छ कहिले 500 भनिरहेको छ दिमाग मात्र चाट्ने कस्टमरहरू यार दिमाग खराब गर्छ ए भाइ गइहाल तिमीहरू दिमाग मात्र चाट्ने साँझको बेला भयो एकदम इम्पोर्टेन्ट हो भन्नु न अब बुझेन उसले चाहिँ पढ्न जान्दैन कि अब मैले चाहिँ काम गर्नु सुन्छु अनि बुझ्ने तरिकाले भनिदिनु बुझ्नु मेरो भाइ 1250 पर्खे है 1250 म देखाउँछु तिमीलाई 550 पर्खे भाइ पर्खे हुन्छ दाइ तिमीले अति गरे यार यो ब्यागको हजुर 50 100 यो 1000 1250 ए अघि यस्तो भन्नु पर्थ्यो नि दाइ ल ठिक छ क्युआर दिनु होला यो त क्युआर छ ल ल दिमाग चाट्ने दाइ नरिसाउनु न अब के गर्नु दाइ अब यस्तो रिसाउनु हुँदैन अब उसले पढ्न जान्दैन मलाई देखाउनुहुन्छ अनि हस् मेरो भाइ ल ठिक छ दाइ हामी अब आउँदै गर्छौँ नि दाइ आयो दाइ हजुरको स्टोरमा हस् आइ मेरो भाइ थ्याङ्क यू सो मच आउँदै गर्नुहोस् है त हस् हुन्छ दाइ हामी आउँछौँ अर्कोचोटि आउँदाखेरि अलि हस् हुन्छ दाइ ल हुन्छ दाइ हस् थ्याङ्क यू